2012 spring session. Well, as a full-time working female actor, and also supporting my family with finances, it quite looks impossible accomplishment for me to stand here in this podium today. So I'd like to take this opportunity to thank my father, my mother, my younger brother for eliminating the kind of belief in me that whatever you do, whenever you do, you should never fail if you try harder. I'd like to thank my faculty members and esteemed institution for your unyielding support. Whenever I missed my classes and came back running, being clueless, being curious, and with multiple questions, they were there to answer my all questions without slightest hesitation. Thank you. Dear faculty, without you, this journey could not have been possible. Thank you for all your support. Thank you, my batchmates. Thank you, my benchmates, for passing me the notes. Also, for all those attached emails that were uncountable, I'd like to thank you everyone for believing in me. I'd like also to thank everyone that without your support today, I wouldn't be standing here. I'd like to thank you all again because you helped me transit the boundaries of my own fear and inferiorities. Thank you so much for your friendship, true friendship through thick and thin of my life. Thank you so much that while lifting yourselves, you have lifted me along. And today, we together have not just achieved this degree in our hands, but also that spirit to come out as champions whenever situation demands. I love you. Thank you so much. Our Honorable Vice President Nanda Bahadur Pun sir, all our faculty members, गुरुवर्गहरु, अभिभावकहरु, मेरा साथीहरु, मिडिया कर्मीहरु, यहाँ सबैजनाले बलिउडको प्रख्यात अभिनेता अमिताभ बच्चनले रिसाइट गर्नुभएको एउटा पोएम याद गर्नुभएको होला। यसलाई प्रसिद्ध उहाँकै पिता प्रसिद्ध कवि हरिवंश राय बच्चनजीले लेख्नु भएको थियो। यसका केही पंक्तिहरू यस्ता छन्। कोशिश गर्ने वालों की कभी हार नहीं होती। यसलाई नेपालीमा सरल अनुवाद गर्नुपर्दा कोशिश गर्नेहरू कहिले हार्दैनन्। आज यो दिन छ, म यहाँ आफ्नो पहिलो ग्रेजुएसन स्पीच दिँदैछु। अलिक नर्भस छु, अलिअलि उत्साही पनि छु, तर केही दिनहरू यस्ता पनि थिए। मेरो परिवारको आर्थिक अवस्थाहरू एउटा सार्वजनिक चासोको विषय बन्न पुग्यो। म नेपाली चलचित्रकी अभिनेत्री हुँ, त्यसैले म यसलाई अस्वाभाविक रूपमा लिदिनँ। मैले त्यति बेला पनि भनेकी थिएँ, मैले केही भौतिक सुख सुविधाहरू पक्कै पनि गुमाएकी होला, तर शून्यबाट सुरु गरेर अनन्तसम्म पुग्न सक्ने त्यो साहस र आत्मविश्वास गुमाएकी छैन। अलिकति डर, अलिकति रुवाई, धेरै सङ्घर्ष र बल्दै निप्दै गर्ने त्यो आगोको एउटा आशाको किरणहरूले म अनि मेरो परिवारलाई ती विषम परिस्थितिहरू पार गर्दै आज नयाँ अध्याय सुरु गर्ने क्षमता दिएको छ। म धन्यवाद दिन चाहन्छु सम्पूर्णमा र नर्भस पनि भइरहेको छु। स्पीच धेरै दिनदेखि प्रिपेयर गरिरहेको थिएँ, यो भन्ने त्यो भन्ने के गर्ने भनेर, बिकज फर्स्ट स्पीच थियो र ती विषम परिस्थितिहरूमा पनि मैले कहिले पनि सङ्घर्ष गर्न छोडिनँ, किनकि मलाई थाहा थियो कोसिस गर्नेहरू कहिले पनि हार्दैनन्। आज यो दिन छ, म यहाँहरू समक्ष मुस्कुराएर आफ्नो यी खुसीहरू साटिरहेकी छु, तर ती दिनहरू यस्ता पनि थिए जुन दिन 8000 भन्दा बढी नेपालीहरू दाजुभाइ दिदीबहिनीले आफ्नो ज्यान गुमाउनु पर्यो, लाखौं घाइते भए, धेरैजनाले घरबार विहीन हुनु पर्यो र धेरै धन सम्पत्तिको नोक्सान पनि भयो। त्यति बेलामा म एउटा शिक्षण अस्पतालमा बाहिर थिएँ। त्यति बेला मैले के गर्ने कसो गर्ने मेरो केही पनि दिमागले काम गरिरहेको थिएन। त्यसरी म केही साथीहरूसँग मिल्न गएँ र उहाँहरूसँग आफ्नै गोजीबाट केही थोरै पैसाहरू सङ्कलन गरी केही जीवनजल, चाउचाउका बिस्किट, चाउचाउ बिस्किट, त्यस्तै गरेर चामलका बोराहरू लिएर राहत दिनको लागि गाउँ गाउँमा पुगेँ। फर्किँदाखेरि एक किसिमको डर थियो,
किनभने आवश्यकता विकराल थियो तर हामीसँग स्रोत र साधनहरू निकै कम। अब यस्तो बेलामा आफ्नो अभियानलाई कसरी अगाडि बढाउने त? तर पनि हामीले हाम्रो आत्मविश्वास गुमाएनौँ। केही दिनपछि देशका विदेशका सम्पूर्ण नेपालीहरू एकजुट भएर यो अभियानलाई साथ दिनुभयो, मिल्नुभयो। त्यसपछि हामीले 700 भन्दा बढी घरहरू बनायौँ, अस्थायी टहराहरू, केही विद्यालयहरू पुनर्निर्माण गऱ्यौँ र थोरै भए पनि अनुहारहरूमा मुस्कान ल्याउने कोसिस गऱ्यौँ। त्यति बेलामा लाखौँ युवाहरू एकजुट हुनुभयो नेपालीहरू र गाउँ गाउँमा जानुभयो। सीमित स्रोत र साधनको बावजुद पनि आफ्नो कर्तव्य, आफ्नो राष्ट्रप्रतिको नागरिक उत्तरदायित्वमा गर्नुपर्ने परीक्षामा उहाँहरूले ग्रेजुएसन गर्नुभयो। किनकि मलाई जस्तै नेपालका सबै युवाहरूलाई पनि थाहा थियो कोसिस गर्नेहरूको कहिले पनि हार हुँदैन। आज यो दिन छ, म मेरो र मेरो पुस्ताहरूको सङ्घर्षको कथाहरू भनेरै थाक्दिनँ, तर भविष्यमा यस्ता दिनहरू पनि आउनेछन् जुन दिन कक्षा कोठाको परिधिभन्दा बाहिर रहेर बाहिरी असल संसारको दिन प्रतिदिन हामीले सामना गर्नुपर्ने कठिनाइहरू हामीले भोग्नुपर्नेछ र त्यति बेला हामीले आजित हुनु हुँदैन। जिन्दगी हामीले सोचे जस्तै सरल, हामीलाई हाम्रो इच्छाहरू जस्तै मिठो नहुन पनि सक्छ, तर जिन्दगी हाम्रो सङ्घर्ष र हाम्रो परीक्षाभन्दा फरक पक्कै पनि हुने छैन। किनभने कोसिस गर्नेहरूको कहिले हार हुँदैन। आज यस्तै अन्त्यमा आखिरमा के हुन्छ भन्दाखेरि हामी जुन कथाहरूबाट प्रेरणा लिइरहेका छौँ, यो आधुनिक कथाहरूबाट, यसको सम्पूर्ण सार पनि कता कता त्यही भावहरूसँग नै मिल्न जान्छ, यही कथा कविताको पङ्क्तिहरूसँग मिल्न जान्छ। त्योभन्दा फरक पक्कै पनि छैन। किन भन्दाखेरि हामीसँग इक्जाम्पल्सहरू छन्, चाहे अनुराधा कोइरालाको कथा होस्, चाहे पुष्पा बस्नेतको कथा होस्, चाहे डाक्टर इन्दु क्रुइटका कथा होस्, चाहे डाक्टर गोविन्द केसीको कथा होस्, यी सबै प्रेरणादायी कथाहरूले एउटै सार भन्छ, कोसिस गर्नेहरूको कहिल्यै हार हुँदैन। 3 वर्ष अगाडि प्रेसिडेन्सियलका कक्षा कोठाहरूमा कोसिसबाट नै हामी त्यहाँ एन्टर गऱ्यौँ। हाम्रै पनि अरू कोसिसहरूबाट हामीले ज्ञान फराकिलो बनाउँदै गयौँ। भविष्यमा यस्तै अरू कोसिसहरूबाट हामी हाम्रो लक्ष्यतर्फ डेफिनेटली पुग्ने नै छौँ। तर हाम्रो कोसिसहरू नहार्नको लागि मात्र हुनु हुँदैन। हाम्रा कोसिसहरू आफूभित्रको राम्रो आफूलाई परिचित गराउनको लागि पनि हुन जरुरी छ र आफूभित्रको राम्रो आफूलाई परिचित हुनुभन्दा सबैभन्दा ठुलो सफलता अरू केही हुन्छ जस्तो मलाई लाग्दैन।